हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई। हाम्रो दिदी चाहिँ हामीलाई भेट्नको लागि कहाँबाट आउनुभयो दिदी? म त नलिन चोकबाट आउनुभएको, सागाबाट आउनुभएको। उहाँ एउटा दिदी हुनुहुन्छ, उहाँ चाहिँ अगाडि। दिदी हजुर उहाँ पनि आउनुभएको छ हामीहरूलाई भेट्नको लागि। हामी सागादेखि आएको है। अहिले आउनुभयो है? अहिले आउनुभएको छ। त्यही भएर हामीहरू चाहिँ अहिले यता बसन्तपुरतिर घुम्नको लागि सबैजना निस्केका छौँ। अनि थोरै सामान किन्ने, सेल लाग्छ यतातिर रातितिर। रातिको बजार रमाइलो हुन्छ चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको यो बजार। उहाँ चाहिँ फर्स्ट टाइम आउनुभयो। अब चाहिँ पल्किन्छु जस्तो छ। सबैजना हामीहरू त्यही भएर जाँदैछौँ। दिदी चाहिँ पछाडि हुनुहुन्छ। अब आउँदै गर्नुलाई दिदीतिर अब एकदिन बस्ने गरेर यतातिर बसन्तपुर र मक्खन गल्लीमा अहिले सेल लागेको हुन्छ। त्यही भएर दिदीहरू चाहिँ हामीलाई भेट्न पनि आउनु भएको थियो। अनि माया लाग्ने भएको है, सामानहरू किन्न पनि आउनु भएको थियो। त्यही भएर एकदिन सामान किनेर अनि हामीहरू चाहिँ निस्किन्छौँ। हेर्नु सक्नुहुन्छ हाम्रो यतातिर चाहिँ लाग्छ सस्तो सेल। यता चाहिँ 50देखि अनि 1000 स्टार्टिङ 50देखि लिएर 1000सम्म। 1000भन्दा माथि चाहिँ त्यहाँभन्दा माथि चाहिँ छैन। एक दिन चाहिँ पूजाको के अरे पार्टी खान आउनुपर्छ। ल ल ल मान्छे चप्पलहरू पाउँछ त्यहाँ। जुत्ता चप्पलहरू धेरै पाउँछ। रातिको टाइममा पनि देख्न सक्नुहुन्छ। बाटोमा हिँड्ने टाइम पनि छैन, किनभने त्यस्तो ट्याक छ। यहाँ चाहिँ चप्पल 100 रुपियाँदेखि माथिसम्म चप्पलहरू पाइन्छ यहाँ। अनि यता कुर्तीहरू राम्रो टपहरू अनि जता एकदम सस्तो अनि राम्रो कपडाहरू पाइन्छ। त्यहाँ चाहिँ मान्छेहरू धेरै हुन्छ। यहाँ पनि राम्रो खालको चप्पलहरू पनि छ। अनि यहाँ टी-सर्टहरू पनि राम्रो खालको पाउन सक्नुहुन्छ तपाईँहरू। यो साइडमा चाहिँ बच्चाहरूको जुत्ताहरू चप्पलहरू पाउन सक्नुहुन्छ। हामी चाहिँ हेर्दै गरेर छौँ चर्चमा। अनि साइडमा चप्पलहरू राम्रो खालको पाइन्छ। तनाहरू हेर्न लाग्नु भएको छ। बसकर लाने काट्दा क्लिप हुन्छ टोबाइसहरू फाउन्डेसन लाने यता हेरौँ सबै अफर यता हेर। हेलो गाइस, हामीहरू चाहिँ सामान किन्दैछौँ। सामानहरू किन्दैछौँ, हेर्छौँ के चिजहरू मनपर्छ। यी मन पर्दैन, पैसा आउनु पऱ्यो नि। के मन पर्छ? पैसा आउनु पऱ्यो। पैसा के मन पर्दैन तिमीहरू जहाँ पनि जान्छौ। राम्रो टाइपको ब्राहरू प्यान्टीहरू पाउन सक्नुहुन्छ। एकदम होलसेल यो ब्रान्डमा छ। पूजा तपाईँहरूले आउँछ नि हेर्नु न। पूजा हजुर कसलाई तपाईँ धेरै ठाउँमा यहाँ पनि कसरी हो यो? के एक्सपेन्स गरेछ? छानी केही आउँदैन बोल्न। बार्गेनिङ गर्दै बार्गेनिङ गर। त्यही अब 250को एउटा त्यति मलाई लाग्छ। नत्र लाग्दैन। तिमीलाई दिनु है दाजु, मैले भनिदिएको छु। त्यहाँ धेरै नदिनु। प्लिज मुझे भला कोही मटन सय रुपियाँको छानी 250। धेरै चाहिँ यसमा भिडियो वेस्ट नगरौँ।
अरू सामान किन्नु छ त्यसमा चाहिँ हामी तपाईँलाई चाहिँ प्राइस समेत भनिदिन्छु कि 150 को यो टी सर्ट अरू पछि हामी चाहिँ यति धेरै सामान गरिसक्यौँ हामीले किनिसक्यो सामानहरू बहिनीहरू कता गयो उनीहरू सुपथ मूल्यमा पाउन सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ अनि त्यही भएर चाहिँ हामीले यस्तै बहिनीहरू मजाले आफ्नै दुना मजाले हिँड्दै दुईजना भए त कोही पनि चाहिँदैन हो सबैको हातमा यस्तो यस्तो प्लास्टिकहरू छ डर्सेर भन्ने ठाउँमा हामी आइसक्यौँ फेरि कपडा सपडा किनेर सपिङ गर्न हेर्न सक्नुहुन्छ त्यत्रो व्यवहार गरिदिसक्यो तपाईँको 6 जनाले किन्दैन थियो होला मैले चुज गरेको यो एउटा यहाँ छ रोक राम्रो छ के त्यो रोक यता छ हो लु झर्यो मेरो 70 गर्नु न यति 7 वटा हजुर राम्रो छ यो यत्रो धेरै यहाँ छ झन् मैले दिदीलाई दिदेऊ दिदीले चुज गरेर लिनु मैले झन् यी हेर्नु त मैले चुज गरेको यस्तो राम्रो राम्रो हेरिङ तपाईँको यो पेज हरायो भने के गर्ने है 7 र लाने 70 ले नगर्ने के 70 ले गर्नु 70 ले गर्नु दाइ प्लिज तपाईँले के गर्नु उठेर 80 मा गर्दैन त दिदीले उहाँलाई उठाएर लाग्ने अरे म त लग्छ है धरो जेसुकै होस् घरको बुढी जेसुकै होस् ओइ यो यस्तो सातो अर्को लैजान्छु नि म यस्तो खालको रहेछ यो त यस्तो सातो अर्को लैजान्छु नि छान्दिनु न गोल्डेनमा के त यहाँ छेउको छिटै मिलाएर दिनु दिने कि तपाईँले भने दिदीले के भन्नु म त उहाँलाई उठाएर लैजाने बुढी ओइ यो लैजाम कि यो लैजाम म यो चाहिँ लैजाम कि छान्दिनु नै पुजो राम्रो यो लैजाम न दिदीले छान्दै त उही पछाडि गएर त सबै यो लैजाम है यो लाग्नु न तपाईँको यति धेरै लग्नु लाग्नु सामान लग्नु पऱ्यो बधाइनीहरू छ नि त ठन्नै बधाइनी दिदीको छोरीहरू त्यो भएर के सम्झिने हो म त तिनीहरूलाई दिँदैन म फेरि फेरि आउँछु मलाई चाहिँ भनेको मान्दैन म हदैनीलाई मात्र दिन्छु दिनु जति दिइसक्यो म त फेरि फेरि लाएर हिँड्छु अलिक अर्को छ दिदीको छोरी तर म यस्तो लाउँदिनँ ठिक छ दिदी त्यति नै हाल्नु ठिक छ कि भयो त्यति नै हाल्नुको हिसाब गरिदेऊ त दिदीको अब तपाईँको मन परिवर्तन भयो कि भएन भन्नु 80 इन्टु हान त मोबाइलमा म दाइलाई दाइलाई देखेन म दाइलाई चाहिँ दिदीले उठाएर लाने अरे अब हाम्रो नेपालीहरूको पनि पूजा ल गर्नु है अनि यो 7 वटा 8 कल गर्छौँ कि सस्तो दिनु ए यहाँ मुनि पनि छ र चाहिँ फेरि के हो आइसक्यो मामाहरू मामाहरू मामा मेरो आइसक्यो 70 ले दुईटा कति भयो 70 हो 70 अहिले त्यत्रो यत्रो उठाइदिएको छु मैले मान्छे ल्याएर हामी बनेपादेखि आएको यार कस्तो तपाईँ म राम्रो छैन भन्नु त भित्र पुगिसक्यो भने उहिले त्यस्तो भइसक्यो त भने 500 भित्र दिनु न 60 भयो त 500 दिनु न भित्र दिनु मलाई खुद्रा पैसा तपाईँले पठाउनु भाइ मिलाइ पठाउनु यता नाइकी फोन पे हुन्छ भाइ लु यहीँबाट कटाउनु मेरो त खुद्रै छैन यो झुम्का चाहिँ कसरी हो यो उठाइनु होला भने हो कति कटाउनु भयो मेरो पैसा दुईटा झुम्काको 160 बोलेर बोल्नु कि दिदी तपाईँको त्यो नाक जतिकै लामो दाम किन गर्नु यस्तो राम्रो हेर्छ मान्छे हेर्नु त हाँसेर यहाँ छ कस्तो राम्रो हो फेरि आज मर्नी भयो कहाँ लगायो झुम्का खोइ कता लगायो झुम्का झुम्का गोजीतिर अब पूजा ए यहाँ छ है हामी पैसा हामी त अगाडितिर के हेर्दै काटिदिएको त्यत्रो म बोल्दा बोल्दा मेरो घाँटी सुकिसक्यो झन् यति राम्रो भनेर आमा गर्दा गर्दा नसकिने भयो भइहाल्छ तपाईँसँग अब म कहिले आउँदिनँ तपाईँ आउँदैन अरे कि झन् यस्तो राम्रो हेर्छौँ भनेर कति घाँटी 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 दुखियो यता चाहिँ बजार अब बन्द हुन्छ किनभने चाहिँ यहाँ
नगरपालिकाले अब यो चाहिँ यति टाइमसम्म खुल्ला दिँदैन नि त, त्यही भएर अब सबै बन्द हुँदैछ। अनि किन खुल्ला दिँदैन भनेपछि तपाईँ सोच्नु होला, तर यस्तो अब बालनका आएदेखि यहाँ चाहिँ टाइम एउटा टाइम हुन्छ खोल्ने, त्यो टाइममा खोल्ने अनि त्यो टाइममा अब नेपाल होस् या नहोस् तर त्यो टाइममा नै बन्द हुन्छ यतातिरको। अहिले चाहिँ 11 बजिसक्यो, अब बन्द हुन लागिसक्यो, सकिन्छ, सबै खाली खाली भइसकेको छ। यस्तै छ। अनि पर्यटक हुन्छ दिदी, हुन्छ हो, हेर्नुलाई एकचोटि भिडियो गरेर छैन हुन्छ दिदी, तपाईँलाई भिडियो बनाइसकेको छु मैले। योभन्दा अलिकति ठुलो दिन यस्तो दुईवटा यो त हामीलाई के लगाउने त हो नि, एउटै कलर दिदीहरूले आज थुप्रै अर्कै कलर दिनु सपिङ गरिसक्नु भएको छ। हामीहरूको काम चाहिँ सामानहरू बोक्ने, दिदीसँग पूजाको सपिङ चाहिँ यो नेपाली पिलिच ल्याउनु 200 200 यहाँ 500 दिएला नि त। कलर कुन चाहिँ बोक्यो? पिलिच, तर यो पिङ्क भन्दा त अर्कै कलर राम्रो छ क्या हो। ठिकै छैन लाउने जस्तो यस्तो यस्तो नि घुम्नु जाने खोज त खोज खोजिदिनु त खोजै बोकेर त्यसै त्यो घर बनाउने हेरेर हैरान गर्छ। दिदीहरू तपाईँले यतै बस्नुपर्ने कि हामीलाई राम्रो हुन्थ्यो घुम्न जाँदाखेरि पनि। सपिङ चाहिँ भइरहेछ, डह्रो भइरहेछ। उनीहरू कट्टु हेर्दैछन् अहिले, हाफ हाफ कट्टुहरू लगाएर अरे हटहट भएर। अनि रुममा बस्ने अरे स्टुडियोहरू त्यही भयो, डर सपिङ गरिरहेछ। अनि हामीहरूको काम दर्शकहरूको काम हेर्नेमा चाहिँ म पनि ठुलो ठुलो हेर्ने भयो, सामानहरू उहाँहरूको सामान बोकिदिने। हाम्रो त कामै त्यही छ। उहाँ दिदीले त काखीमा चेपिसक्नु भएको छ कपडा। ल अब हामी हेर्दैछौँ जुत्ता हेर्न सक्नुहुन्छ। दिदी हाम्रो कति वर्षको नानीको लागि हो? 6 वर्षको। यो सबै 700 यतातिर कति रहेछ? सही रहेछ। अनि त्यही भएर दिदी नकिन्ने अरे जान त एकजना त्यहाँ जानु, एकजनै त कसरी हो यो? हामी अलिकति मिलाइदिनु दिदी, हामी दुईजना 400 को दुईटा दिदी 400 को दुईटा दिनु ल। तपाईँलाई पनि उठाइसक्यो मान्छेले एउटा यो सेट एउटा हामीलाई तेल खर्च यो पैसै भएको यति छ है। भयो भने मैले सबै दिएँ तपाईँलाई ल। ए दिदीलाई घटाउन आउँदा हामी लैजाउँ 1 2 3 4 झाडले 1 रुपियाँ डिस्काउन्ट गर्दा नै त्यति दिदी लास्ट मेरो आजभोलि सटर खोल्दैन तपाईँको? खोले हुन्छ नि, अब सटर खोल्दैन? खोलेको हुन्छ। त्यसलाई टप्रै नभइसक्यो। दिदीले प्लिज गरेर अहिले 10,000 को सपिङ गरिसक्नु भएछ। तिमीसँग त बोक मलाई यो व्हाइट ल्याउनु त लुकाइ पैसा गर्नु यस्तो छ। तिमीलाई 1000 यो व्हाइट लाने कि कस्तो लाने हो है? व्हाइट राम्रो छैन हो दिदी। यो व्हाइट पनि व्हाइट त मैला भइहाल्छ नि, अरू कलर राम्रो थियो होला, अरू कलर कस्तो मैला हुन्छ। आउनु त हेर्दिनु। सामान बोक्ने मान्छेहरू हो, तर मेरो चाहिँ भिडियो बनाएर बस्ने मान्छेहरू। दिदी हेर्नु अब कान लाउने दिदी हेर्नु म धेरैवटा लान्छु नि। 90 लाइन्छु लाने अझै मिलाउनु ल। हैन त्यहाँदेखि सकिँदैन। अझै एकचोटि मिलाउनु, अझै एकचोटि मिलाउनु दाइ, अझै एकचोटि मिलाउनु। हजुर अझै हैन दिदी एकदम मिलाएर हामीलाई नि पर्दैन नि, अहिले भाउ बढेर आछ यसको। मैले लिएको भने जति भाउमा आइपुग्नु अनि मात्रै लान्छु है। हामीले लिएको अहिले 10 चेकमा झन् अझै बढेर आउँछ रे। दसैँमा हामीले आउँदैन अब यस्तो छ यो त भाउ बढेछ राम्रो दिदी। पेटै दुखिसक्यो भाइ आज त किन्दा यो कस्तो राम्रो है यो पो बरु
यो भन्दा है ल्याउनु न है सामान त यो लैजाउँ बरु गुठुङको तारेर मैले 80 मा देऊ भाइ अब 80 मा देऊ 80 मै लिएको फेरि म त देखाइदिन्छु एक जो यो दुईटा लाने 2-4 पिस उठाउनु न 80 मा लगाइदिन्छु बजार हो र पछि पसल राखेर म यो सबै उठाइदिन आउँछु तिम्रो 50 रुपैयाँमा दुईटा थप्नु अझै 50 रुपैयाँमा यो सबै उठाउन लगिदिन्छु म 50 मा यही लगेर जाउँ क्या स्कुटरमा झुन्ड्याएर गाइस उही लगेर बेच्न बस्ने पसलमा झुन्ड्याइदिने तिमी राम्रो छ कि मोमो खाने ठाउँमा यो पनि छ है भन्ने यति दुईटा यो दुईटा लान्छु तिमीले घटाएन त्यत्रो घटाइरहेछ अब कत्रो घटायो ठुलो रहेछ हो आज यो मर्ने भयो बहिनीले त भिड गर्नु भाइ दिदीहरू त पुरा सुनेर म त घरको बुढीहरू बस्छन् हाँसो लागिरहेको अनि यतिको अनि नन जिस्किँदा पेपरै हुँदैन नि कान्छ के गर्नु तर तिमीले मिलाएर दियो भाइ हामी तँले थप्नु न पछि दिन आएर थप्छु पक्का यहीँ बस है तिमीमा कहीँ गयो भन्छ नि आज चाहिँ हाम्रो हामीले त केही गरेनौँ आज त केही गरेनौँ अनि केही गरेनौँ अनि हामीहरूले चाहिँ दिदीहरूले चाहिँ आज दह्रो सपिङ गर्नुभयो 10,000 जति भयो होला है अनि त्यही भएर सपिङ गर्नुभयो दह्रो रमाइलो पनि भयो अनि हाम्रो त्यो हाम्रो होइन फेरि मेरो युट्युब च्यानललाई नबिर्स्नु होला सबैजनाले माया गर्नु होला सब्सक्राइब गर्न नभुल्नु होला किनभने पछि मैले चाहिँ भिडियोहरू धेरै बनाउँदैन टाइम पनि हुँदैन अनि सधैँ एउटै रुटिन हुन्छ एउटै रुटिनको भिडियोहरू तपाईँहरूलाई खासै मन पनि पर्दैन नि त त्यही भएर मैले कहिलेकाहीँ अनि चेन्जहरू भिडियो चेन्जहरू ल्याउँदाखेरि चाहिँ तपाईँहरूलाई पनि इन्ट्रेस्ट लाग्छ हेर्न मन लाग्छ नि त त्यही भएर मैले चाहिँ आज अलि त्यति डिफ्रेन्ट त छैन तर आज अलि रमाइलो छ सपिङ राति नाइटको भिडियोहरू चाहिँ पोस्ट गर्नेछु हेर्न सक्नुहुन्छ लास्टसम्म अनि यो देख्न सक्नुहुन्छ हाम्रो यता बसन्तपुरको कालभैरव मन्दिर यो चाहिँ जाने दिन ल डरो पार्टी जाने दिन अलग भयो त्यो अर्को दिन चाहिँ अलग अहिले चाहिँ रातिको 11:30 पनि भइसकेको छ 11 बजे 10-15 मिनट भइसक्यो दिदीहरू अब जानुहुन्छ सँग उहाँ स्कुटीमा आउनुभएको थियो हामीहरूलाई भेट्नको लागि थोरै सामानहरू पनि किन्नको लागि त्यही भएर आज उहाँहरू रमाइलो भयो जाँदाखेरि ट्याक्कै चेन्ज गरेर लुगाहरू छाड्दै 3 दिनबाट 4 दिनमा हुँदैन अनि फेरि बुझ्दै पनि बस्न सक्दैन लग्नु भएको त टपर चाहिँ दामी दामी सबै त्यहाँ त यस्तो महँगो भने त्यहाँतिर त महँगो हुन्छ हौ दिदी अनि यहाँ जति भन्ने नि भइहाल्छ तिनीहरूले चाहिँ दिदी यही टप लगेर तपाईँलाई अब 120 130 बेच्न चाहन्छौँ हामी यो व्यापार गरौँ गाई गरे पनि भयो नि त तर यहाँ चाहिँ महँगो छ अझ होलसेलमा गएर किन्दाखेरि सस्तो पर्छ नि तिनीहरूले पनि होलसेलबाट त ल्याऊ त्यही त नि त्यही हो है त्यही मात्रै हो नि है उसले त केही किनेन बरु आज मैले केही किनेँ तपाईँले पनि थोरै किन्नु भएको हो हामी जाँदैछौँ आफ्नो रुममा देख्न सक्नुहुन्छ हामी सबै के अरे नत्र तिमीसँगै गइदिन्छु भने ऊ हेर्नुहोस् उहाँहरू भात बुझायो अनि यता चाहिँ पुलिस आएर हामीलाई चाहिँ नकेताउनै हामी बेच्नुमा दिदीहरू पनि रिसाउनु उहाँलाई रिसाउनु भयो यहाँ चाहिँ हाम्रो लुगा दिने ठाउँ तपाईँहरूलाई मैले भिडियोमा धेरै देखाइरहेको हुन्छु त्यही पनि हेर्नुहोस् भिडियो जाम त्यसले मेरो गाली खायो भने त राम्रै छ नपर्छ होला बस्नु केटाहरूको है हो त नि हेर्नु भर्खर कपडा धुनु हिँड्दै गएको यिनीहरूको उनीहरूले यहीँ हुन्छ लुगा धुँदै पछाडिका पुलिसलाई त जित्दै बनाइदिनु
यसको त ताल गर्नुपर्छ नि त हो के भयो दिदी होइन नि त्यो होइन अब त्यो चिया चिया बेच्ने मान्छेलाई त नदेखेको झैँ गर्नुपर्छ नि त होइन त्यही त मान्छे कुदा व्यापार कुना कुना कुदा कुना कुना कुदा पनि अगाडि रोडमा बसेको बेला त कुदाउने गल्ली गल्ली नि कुदाउने होइन नि त त्यही भएर गाली जति जे गरे पनि छोड्दैन नि बेच्न मजाले दिदीको कस्तो स्टेट गरे जस्तो तर लामा चाहिँ लामा भएर है स्टेटै छ कपाल त तर कोर्नु हुने क्या कपाल सालमा कस्तो झोला आएर कहाँ जोएको होइन अब जान लाग्नु रहेछ गाइस न एउटै मलाई हाल्दा माथि घरमा सामान देखाउनुपर्छ त्यो कता परेको छ यहाँ सबै मेरो मात्रै छ त्यो भित्र लाउने त मैले मात्रै किने होइन किन मेरो टी-सर्ट चाहिँ त्यही हो मेरो छ नि त यही दिदीहरूको चप्पलहरू हो जेब्रा पनि छोटा बच्चा जेब्रामा हाल्नु जेब्रा खोइ त यहाँ आइनु भयो त तपाईँ धेरै सामान त अलिक धेरै छ के छ हो लगेको छोड्नु पर्यो नि त तिनीहरू त आँखा यस्तो गरेर बस्यो होला खुसी वाला बच्चा खुसी हुन्छ बच्चा रातो ठुलो झोलामा हाल्यो न मैले किनेको के ल त दिनु हजुर कट्टु भरे लाएर भिडियो गर्नुपर्छ घरमै सुता भन्दा नानी मलाई रिस उठ्छ कि हामी बेहोरै बेहोरा मासेको छ सामान खालिहाल्नु यहाँ तिम्रो यहाँ छ बेबी खुट्टामा ढल्छ तर नहरा त्यसो गर्नु चप्पल कता लायो चिम्टी त्यहाँ यहाँ लायो चप्पल चाहिँ कता लायो चप्पल पनि हो तिमी एक्लै गरेर के हेर्छौ अहिले हेरिसक्यो सरकारले तिम्रो हेर्दैन तिमी थोरै यो मोबाइल पनि के काम हो ब्यागमै राख्नु काम छैन ब्यागमा हाल्नु मोबाइल त यो मेरो पनि आएको छ ब्याग हाल्नु न ब्यागको जस्तो ब्याग भोलि ल्याउँछु कि तिमी रातभरि के हेर्छौ हो यो सबै त्यही लाउनु लु ए म तिम्रो जति भोलि म ल्याउँछु है त्यो मुनि मुनि के पछि उहाँको हेलमेटहरू कहाँ छ सम्झिदिनु अब अगाडि त्यहाँ राख्नु अहिले त खुल्ला हुन्छ दिदी अहिले त मजाले यतै के यतै बस्नु आज यस्तो थोरै चप्पल भने त 1 घन्टा लगेर आज यतै बस्नु त अनि भोलि जानु होला उहाँको पुत्रो रोड त भरे त मेरो घर त जुरुकै उता होला त्यहाँ तपाईँहरू अनि छिट्टो आउनु है ठुलोमा कोही छैन नि त चिनेको चिनेको मैले कहीँ बस्नु ल गाइड मैले चाबी यहीँभित्र हालेको छु नयाँ बजार आएको पुरानो ब्याग गइहाल्यो मेरो किटिक्क पारेर उक्यो के त छुटेन नि अरू खोइ पैसा झिक्दा झिक्दै चाबी हरायो क्या ऊ त साइडमा छ त ऊ पैसा कुटाउँछु छुटेको चाबी हरायो भने त म त अनि मेरो इन्ड्राइभ गरेर जाने घरबाट लिएर हामीले यत्रो 5 जोडी भनिसक्यौँ यहाँ होइन त्यही पनि फोन गर्नु पऱ्यो ल हामी चाहिँ उसलाई बस्दाखेरि फेरि ठेक्न चाहिँ गाह्रो छ राम्रोसँग जानु ल ल दिदीहरू जाँदै हुन्छ यसो यताबाट हामी कताबाट जाने त हामी यताबाट सिधै निस्किनु न ल उसो त बाइक ल दिदी बाई बजार घुमाइदिनु भयो धेरै धेरै धन्यवाद ल दिदी ल आजको भिडियो चाहिँ यत्तिकै नै हामीहरू मूल्य पढाए जस्तो भइसक्यो अघि चाहिँ दिदीहरू आएर सबैजना हाँसिरहेको थियो दासा छोडेर अहिले चाहिँ यस्तै छ अब हामीहरू अर्को भिडियो नेक्स्ट भिडियो चाहिँ एकदम खतरावाला लिएर आउनेछौँ आजको चाहिँ यति नै मेरो एउटै च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने प्लिज त्यहाँ गएर कुरो लाइक सेयर सब्सक्राइब गर्ने नि त्यो लाइक सेयर सब्सक्राइब गर्न पनि धेरै तपाईँलाई त्यत्रो गाह्रो हुन्छ र त्यहाँ गरिदिने फटाफट बाई